यहोशू 14 अध्याय। चिट्ठा हालेर बाँडेका 9.5 कुलका भाग। एलाजार पुजारी, नूनका छोरा यहोशू र इजरायलका कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए अनुसार इजरायलीहरूले कनान देशमा अधिकार गरेका यिनै ठाउँहरू हुन्। परमप्रभुले मूसाद्वारा ती 9.5 कुलका निम्ति आज्ञा गर्नुभयो। बमोजिम चिट्ठा हालेर तिनीहरूका भाग बाँडियो। 2.5 कुलहरूलाई त यर्दन पारी मूसाले अधिकार दिएकै थिए, तर लेवीहरूलाई चाहिँ तिनीहरूमध्ये कुनै हिस्सा उनले दिएका थिएनन्, किनभने योसेफका छोराहरू नै मनश्शे र एफ्राइमका 2 कुल थिए। लेवीहरूलाई बस्नलाई सहरहरू र तिनीहरूका वस्तुहरूलाई खर्कको निम्ति र माल सामानको निम्ति आसपासका जमिन बाहेक देशमा कुनै भाग दिएको थिएन। परमप्रभुले मूसालाई जसो आज्ञा गर्नुभएको थियो इजरायलीहरूले त्यसै गरे र देश बन्डा गरे। कालेबलाई हेब्रोन दिएका। तब यहुदाका मानिसहरू गिलगालमा यहोशू कहाँ आए र कन्नजी यपुन्नेका छोरा कालेबले तिनलाई भने, परमप्रभुले कादेश बर्नेमा मेरो र तपाईँको बारेमा परमेश्वरका मानिस मूसालाई भन्नुभएको कुरा त तपाईँलाई थाहै छ। परमप्रभुका दास मूसाले कादेश बर्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म 40 वर्षको थिएँ र मैले आफूले बुझे अनुसारको समाचार तिनलाई ल्याइदिएँ। तर मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूका मन भयभीत गराइदिए तापनि म त पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरको पछि लागे। यसर्थ त्यसै दिन मूसाले शपथ खाएर मलाई यसो भने, तिम्रा खुट्टाले जुन ठाउँमा टेकेर आएका छौ त्यो निसन्देह तिम्रो र तिम्रा सन्तानको अधिकारमा सदाको निम्ति हुनेछ, किनभने तिमी पूर्ण रूपले परमप्रभु मेरा परमेश्वरको पछि लागेका छौ। अब हेर्नुहोस्, इजरायलीहरू उजाड स्थानमा घुमफिर गर्दा परमप्रभुले मूसालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले 45 वर्ष बितिसक्यो र आफ्नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्नुभएको छ। अब हेर्नुहोस्, म आज 50 वर्षको भएको छु, तैपनि मलाई मूसाले पठाएको दिनमा म जति बलियो थिएँ अहिले पनि उत्तिकै बलियो छु। लडाइँको निम्ति बाहिर जानलाई मेरो तागत त्यस बेला जति थियो अहिले पनि त्यति नै छ। यसकारण अब यो पहाडी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो। त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठुला ठुला गढ भएका सहरहरू छन् भन्ने मलाई त्यस बेला सुन्नु भएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु। तब यहोशूले यपुन्नेका छोरा कालेबलाई आशिष दिए र तिनको अधिकारमा हेब्रोन दिए। यसकारण कन्नजी यपुन्नेका छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्म भएको छ, किनभने तिनी पूर्ण रूपले इजरायलका परमेश्वरको पछि लागेका थिए। हेब्रोनको नाउँ